सम्पूर्ण हाम्रा सङ्घ संस्था र कपिलवस्तुवासी सङ्घ संस्थाका प्रतिनिधि र राजनीतिक दलहरूलाई सबैलाई समेटेर हामी भोलिको उद्घाटन गर्नेछौँ र यस महोत्सवमा हामीले अब हामीले गेट निर्माण गरिसकेका छौँ र यहाँ हामीले स्नो सिटी हैन त्यहाँ विभिन्न कसरी हुन्छ हामीले यस महोत्सवलाई राम्रो बनाउनको लागि हामी सम्पूर्ण कार्य समिति अब हाम्रो उपसमितिहरूले बेजोड रूपमा खटिनु भएको छ र यसमा हाम्रो यसको संरक्षक रूपमा रहेको संस्था वाणिज्यले पनि हामीलाई सहयोग गर्नुभएको छ र यहाँका पत्रकारहरू सम्पूर्णले यस कार्यक्रममा लागि हजुरहरूको पत्र पत्रिकाबाट सम्पूर्ण कपिलवस्तुवासी र छिमेकी रूपेन्देही अर्घाँची सम्पूर्ण